ल हेर भाइ जुन हेर भाडा त्यो भाडा यस्तै छ के हो भाइ यो यस्तो माझेको यस्तो हुन्छ भाइ यार के काम गरेको तिमीले यस्तो यार ट्रायलमा आएर नि यस्तो काम गर्दैन कसैले ए भाइ हेर त सबै पानी पानी भयो यसमा मप लिएर आन त अलिकति कमन सेन्स पनि हुनुपर्छ कि हेर सबै पानी पानी पोक्या स्टाफहरू यताउता हिँड्छ तिमी आफै हिँड्छौ पल्टिन्छौ के हुन्छ कसो हुन्छ मप लिएर आन त भाइ पहिला यसमा है नयाँ नयाँ बच्चाहरू ल्याउने यसो 3-4 घन्टा काम गराउने अनि छोडिदिने क्या भाइ त्यस्तो टेन्सन लिने होइन यहाँ पर्सि नि बिजी छ यसो नयाँ कोही छन् लिएर आऊ फेरि तिमीलाई म मिलाउँछु कुरा यसो होइन मान्छे नि यत्रो के काम गर्ला भाइ त्यसले गर्न सक्दैन अब बरु त्यो 3 घन्टाको पैसा चाहिँ यसो क्यासमा यता खामतिर मिलाइदिनु त्यसको टेन्सन नगर न तिमीलाई काम मस्त पेलाएर तिमीलाई घर पठाइन्छ अब साउ त त्यस्तै हो यहाँको एकदम नराम्रो छ खडुस छ ज्यानै हेर न भाइ त्यो साउको सबैको पैसा खाँदा खाँदा त यत्रो पेट भएको त्यो साउको ल कति मोबाइल हेर्ने यार अस्ट्रेलिया आएको नि 3 महिना भइसक्यो मोबाइल हेरेरै 3 महिना बितिसक्यो अहिलेसँग काम पाएन त्यत्रो ऋण लाएर आएको अहिलेसम्म घर परिवारले तिर्दैछन् कति घर परिवारलाई भनिदियो तनाव छ यार होइन एउटा काम त मैले खोज्नै पर्छ यार मोबाइलमा हेर्छु एउटा काम ल यहाँ कामको लागि रहेछ त एप्लाई गर्छु यार पढ्दै हुन्थ्यो भगवान् फोन आयो त अननोन नम्बरबाट हेलो हजुर दाइ हजुर हजुर मै हो दाइ हजुर 3 महिना भयो दाइ हजुर एकदम एभाइलेबल हो दाइ म हजुरले भन्नुहुन्छ भने आजैबाट काम गर्न सक्छु हजुर दाइ एकदम काम चाहियो क्या दाइ मलाई अहिलेसम्म काम गरेँ होइन दाइ 3 महिना भइसक्यो आएको हजुरले यो काम पाएको भए दाइ एकदम मलाई एकदम ठुलो हेल्प हुन्थ्यो दाइ हुन्छ दाइ म ट्रायलमा आउँछु नि त कहिले आउने भोलि हस् दाइ हस् मलाई एड्रेस सेन्ड गरिदिनु म भोलि नै आउँछु दाइ हस् थ्याङ्क यू दाइ मेसेज पनि आइसकेछ त यार कति टाढा रहेछ यहाँबाट हेर्नु पर्यो ल 1.5 घन्टा भन्दा नि धेरै लाग्दो रहेछ त यहाँबाट के गर्ने यार जान 1.5 घन्टा आउन 1.5 घन्टा 3 घन्टा जाम कि नजाम यार होइन जान त पर्छ यार काम चाहियो त्यही भयो नि अब 1.5 घन्टा भयो नि म जान्छु हेलो दाइ म हजुरले भनेको एड्रेसमा आएको थिएँ हजुर म यहाँ पछाडि ढोकानिर नि छु दाइ ए हस् दाइ ल अब दाइ आउनुहुन्छ अरे अब दाइलाई अझै इम्प्रेस जसरी भयो नि गर्नु यार तिमी हो भाइ फोन गर्ने हजुर दाइ मै हो ए ल वेलकम भाइ ल हजुर थ्याङ्क यू अब के छ त कति भयो अस्ट्रेलिया आएको अस्ट्रेलिया आएको 2.5-3 महिना हुन लाग्यो काम गर्न सकिन्छ त सकिन्छ दाइ ल अब आज ट्रायल हो भाइ तिम्रो हजुर यसो यताउति गर्ने हजुर अब यहाँको ओनरलाई इन्फर्म गर्नुपर्छ तिमी आयो भनेर ओनरसँग त भेटघाट गर यताउति गर हजुर दाइ अनि त्यहाँपछि अब बाँकी कुरा हानेर काम बिस्तारै सिक्दै गइन्छ तर आफूले मन लाएर काम गर्नु पर्यो त्यही हो भाइ ल अब भाइ साउसँग कुरा गरौँ के कस्तो कुरा हुन्छ सर ल मैले लिएर आएको भाइ चाहिँ यही हो अब हेर्नु के कस्तो काम गर्छ यही हो हाम्रो नयाँ भाइ के छ मेरो भाइ ठिक छ दाइ सन्चै हो एकदम ल अब तिमी नयाँ नयाँ रहेछौ काम गर्न सकिन्छ गरे होइन होइन काम त सकिन्छ दाइ ल हिँड म तिमीलाई कामसम्म देखाउँछु ल ल भाइ तिमी अब फर्स्ट दिन किचनमा आऊ ट्रायलको लागि आऊ तिम्रो 3 घन्टा ट्रायल हुन्छ यहाँ होइन तिमीले सबै काम गर्न पर्यो निट एन्ड क्लिन काम गर्न पर्यो यो हाम्रो डिसवासर हो होइन हजुर दाइ तिमीले चाहिँ सानो सानो तिनो हाम्रो धेरै भाँडा ठुलो भाँडाहरू हुँदैन सानो तिनो भाँडालाई यसमा हाल्ने टक्क सब यहाँ छ टक्क युज गरेर होइन निट एन्ड क्लिन काम हुन पर्यो सबै साफ सफाइ राम्रो हुन पर्यो अनि थोरै समयमा तिमीलाई टमाटो काट्न पर्यो होइन यो सब ठाउँहरू निट एन्ड क्लिन भाँडा आफ्नो ठाउँमा हुन पर्यो होइन तिमीलाई आऊ म अरू कुल रुमहरू देखाउँछु तिमीलाई अगाडिबाट कसैले केही भन्यो भने कुल रुम यो हाम्रो फ्रिजर जे चाहियो तिमीलाई यहाँबाट लान पर्यो काम तिमीले निट एन्ड क्लिन राम्रोसँग गर्न पर्यो है भाइ ल है त
ल भाइ अब तिमीले काम सुरु गर्न पर्यो म पनि यता बिजी छु हजुर। तिम्रो काम म यता यतै हेर्छु तिम्रो सोडिम दाइले मलाई भनिसक्यो सबै कुरा हजुर ल तिमी नयाँ नयाँ रहेछ राम्रोसँग काम गर म तिम्रो काम चाहिँ हेर्छु तिमी आफ्नो काम चाहिँ निट एन्ड क्लिन गरेर कम्प्लिट गर है त हुन्छ दाइ ल उयो पानी पानी भयो यार भुइँभरि सबले कराउनु त होइन हैट बल्ल बल्ल यत्रो भाडा नि माझे यार लास्ट गाह्रो हुँदैछ यार अम्मा यत्रो भाडा माझे यार यस्तो ढाड दुख्यो यार यति भाडा मार्दाखेरि नै यस्तो भयो आया के गरेर आयो नयाँ केटो भाइले काम सकियो भाइ के हो भाइ हेर तल हेर पानी यस्तो पोक्या फर्स्ट दिनमा आऊ काम पनि के गरेको हेर केही एरेन्जमेन्ट छैन ल हेर मिक्सीको भाँडा तल सिङमा एकदम हाइजेनिक काम हुनु पर्यो भाइ कामै भएन राम्रोसँगै भएन भाइ खै त नि भाँडा माझ्यो के यस्तो यो खै देखाऊ भाँडाहरू कसरी माझ्यौ तिमीले खै ल हेर सब दागे दाग छ भाइ के हो यो भाँडामा माझेको यस्तो चल्दैन भाइ यहाँ त तिम्रो त ल हेर भाइ जुन हेर भाँडा त्यो भाँडा यस्तै छ के हो भाइ यो यस्तो माझेको यस्तो हुन्छ भाइ यार के काम गरेको तिमीले यस्तो यार ट्रायलमा आएर नि यस्तो काम गर्दैन कसैले ए भाइ हेर त सबै पानी पानी भयो यसमा मप लिएर हान त अलिकति कमन सेन्स पनि हुनुपर्छ कि हेर सबै पानी पानी पोक्या स्टाफहरू यताउता हिँड्छ तिमी आफै हिँड्छौ पल्टिन्छौ के हुन्छ कसो हुन्छ मप लिएर हान त भाइ पहिला यसमा है ए भाइ उहाँ साउले काम मन पराएन तिम्रो के गरेको थियो र पानी पानी भयो यताउति भन्ने खाँदा भाडा नि राम्रोसँग मोलेन यताउति भन्ने कुरा गरेर मसँग के भयो भाडा नि त्यति राम्रोसँग माझा छैन हो त कसरी माझे हो त्यसरी त भाइ कहाँ काममा राख्छ र अब तिमीलाई खै राख्ला जस्तो लागेन अब उसको कुरा सुन्दाखेरि खै होला जस्तो छैन भाइ हजुर हजुर सबै क्लिनिङहरु गरिदिए मप गरे अरु केही काम बाँकी छ र त आऊ त जाम सबै सकेको आजको हजुर भाइ सबै युज गर्नु सफा पनि गरिदिएको अलि हामी बस्दै भन्दै भाँडा त्यति क्लिन भएन भन्दैछ भाइ त्यति खुसी छैन क्या रे अब के हुन्छ मैले पनि अब म पनि काम गर्ने मान्छे नै भएर अब मेरो काम भनेको तिमीलाई हेल्प गर्दै अब मैले लिएर आइदिएको अब बाँकी त सबै तिम्रो हातमा थियो होइन कस्तो काम गर्ने कस्तो काम देखाउने यताउति सबै कुरा ठिकै छ अब मैले भनेर हुने होइन के हुन्छ म तिमीलाई इन्फर्म गर्छु भोलि एकचोटि कुरा गर्छु ओनरसँग अनि के कस्तो हुन्छ म तिमीलाई कल गरेर भन्छु नि है आजको लागि चाहिँ अब यति नै होला सायद है त ल बल्ल एउटा काम पादै यार त्यही पनि मन पराएन के गर्ने हो ए भाइ रुँदैछौ त के भयो आज त ट्रायल होइन र तिम्रो हो दाइ ट्रायलमा आएको साउले काम मन पराएन भन्नु भाडा फोहोर भयो तल पानी पानी भयो भन्नु पहिलोचोटि गरेको हो दाइ अनि मन चाहिँ किन भाडा राम्रो हानेनौ कि काम राम्रो गरेनौ कि होइन दाइ आफूले सकेको त गरेको हो दाइ सकेसम्म भाडा फोहोर नगरौँ भनेको दुईटामा त्यत्रो माझेको दुईटामा मात्र रहेछ अनि ट्याक्क साउले हेर्दाखेरि त्यही दुईटा पऱ्यो कि अनि साउले के भने त अब भोलि आऊ भने कि साउले त केही नि भने होइन त्यो मलाई बोलाउनु भएको फोन गर्नुभएको दाइले चाहिँ के भन्नु हो भने भाइ तिम्रो काम साउले मन पराएन म त्यही नि अब साउलाई भनेर बुझेर तिमीलाई फोन गर्छु भन्नु हो ए त्यसो भए त त्यस्तै हो बाबु यहाँ अब सुरुमा उनलाई त्यस्तै हो अब यहाँ बिजी भइरहेको बेला बोलाइदिन्छ तिमीलाई काम मस्त पेलाएर तिमीलाई घर पठाइन्छ अब साउ त त्यस्तै हो यहाँको एकदम नराम्रो छ खडुस छ ज्यानै हेर न भाइ त्यो साउको सबैको पैसा खाँदा खाँदा त यत्रो पेट भएको थियो साउको अब त्यस्तै हो भाइ अब कामै पाइला भनेर आश्चर्य नगर त्यहाँदेखि तिम्रो नम्बर दिइराख मलाई काम मलाई एकदम इमर्जेन्सी थियो क्या दाइ 3 महिना भइसक्यो आएको अहिलेसम्म पाँदैन अब त्यो त हो अब यहाँ नेपालले ठग्छन् अब तिमीले बुझ्छौ बिस्तारै अब हुँदै गएपछि तिमीले अब पढेपछि बुझ्ने हो त्यहाँदेखि तिम्रो नम्बर छोडिराख
म एकचोटि बुझेर चाहिँ भनिदिन्छु नि तिमीलाई है हुन्छ दाइ। हुन्छ अब दुःख नमान यस्तै छ के अरे ल अब आजको लागि राम्ररी घर जाऊ ल के रहेछ त्यो भाइको बुझ्नु जानु पर्यो अगाडि केटाहरूसँग के छ दाइ ए भाइ के छ त्यो साँझी के गरिदियो तिमी नयाँ केटा गयो त्यो त गइसक्यो नि त्यो भाइ त ए हो निराश भएर गएको थियो कि अरे के भयो राख्ने भयो कि नराख्ने भयो अनि त्यस्तोलाई नि राख्छन् भाइ हामी त आज बिजी थियो त्यही भएर ट्रायलमा बोलाएको अब त्यसो कुरो बुझेन तिमीलाई यसो मिलाउँला यताउति होइन मैले सोडिङसँग कुरा गरिसक्यो पर्सि पनि बिजी यसो लिएर आयो त्यस्तो नयाँ नयाँ बच्चाहरू ल्याउने यसो 3-4 घन्टा काम गराउने अनि छोडिदिने क्या भाइ त्यस्तो टेन्सन लिने होइन यहाँ पर्सि नि बिजी छ यसो नयाँ कोही छन् लिएर आऊ फेरि तिमीलाई म मिलाउँछु कुरा यसो होइन मान्छे नै यत्रो हो के काम गर्ला भाइ त्यसले गर्न सक्दैन अब बरु त्यो 3 घन्टाको पैसा चाहिँ यसो क्यासमा यता खामतिर मिलाइदिनु त त्यसको टेन्सन नगर न फेरि बिजी भयो भने अर्को दिन पनि ल्याऊ तिमीलाई अलिक काम गर्ने सक्ने हुनु पर्यो कि भाइ मान्छे कोही छ भने यसो लिएर आऊ अब हाम्रो पर्सि फ्राइडे पनि अलि बिजी नै हुन्छ मलाई होइन हो नि त्यही हो भाइ अब अरू त ल ल अब भेट्दै गरौँला नि अब कामहरू बाँकी नै छ अँ भाइ के छ घर पुग्यौ ए अब तिमी काममा बोलाउँछ कि भन्ने आश चाहिँ नगर किनभने तिमीलाई त आज यहाँ मान्छे चाहिएको बेला त्यत्तिकै सित्तैमा काम गराउने एउटा तरिकाले ल्याएको रहेछ यहाँ काम त्यत्तिकै पेलाउनको लागि अब तिमी चाहिँ त्यही हो अब यो कामको आश नगर अरू काम खोजन है अब साउहरूको कुरा सुन्दा दुःख लाग्यो अब सुरुमा यस्तै हो भन्छ एक्सेप्ट गर्नुपर्छ यही नै हो रियालिटी ल राम्ररी बस अब मेरो थोरै काम छ अब सकाएर घर गइहाल्छु हो र दाइ त्यही त मैले त कत्रो ठुलो आश गरेको थिएँ काम पाइन्छ होला भनेर बल्ल बल्ल एउटा काम ट्रायलमा बोलाउनु भएको थियो हजुरहरूले ल त हस् दाइ हस् थ्याङ्क यू कतै पाइयो भने चाहिँ मलाई भन्नु है दाइ ओके दाइ बल्ल बल्ल एउटा काममा बोलाउनु भएको थियो त्यही नि नेपाली साहुहरू यस्तो हुनुहुँदो रहेछ 3 घन्टा काम गरेँ अब काम गरेँ पैसा पनि दिनु भएन काम पनि दिनु भएन किन विदेशमा नेपालीले नेपालीलाई यस्तो ठग्ने काम गर्नु हुँदैन